गुड मर्निङ। आज चाहिँ मैले नेपालमा खाइने यसरी आलु मटर अनि चनाको ग्रेभी मतलब झोल तरकारी अनि टिमुरको अनि फेरि टिमुर अनि भाङ तिलको छोप मतलब चटनी टमाटरको साथ अनि सलाद। अनि आज चाहिँ नेपालमा जस्तै गरेर मैले सब्जी बनाएको छु। अब यसरी खानुपर्छ, तातो तातो है। धेरै दिनपछि यसरी खान लगाएको छु। धेरै दिन भयो थियो नखाएको। यो खुर्सानी पनि छ है, यो ठुलो खाले खुर्सानी हो। यस्तो यो खासै पिरो चाहिँ हुँदैन, सलादको लागि चाहिँ खाइन्छ यसरी। यो खुर्सानी चाहिँ मेरो फेभरेट हो कि सलादको लागि चाहिँ। ल नेपाली खाना चाहिँ टेस्टी चाहिँ साह्रै हुन्छ है।